हेलो दर्शन नमस्ते, वेलकम टु माई युट्युब च्यानल। यहाँलाई मेरो युट्युब च्यानलमा स्वागत गर्दछु। अहिले चाहिँ म तपाईहरूलाई एउटा छोटो मिठो गजल सुनाउनको निम्ति उपस्थित भएको छु, जुन मेरो रचना रहेको छ, दसैँ विशेष रहेको छ। जो रचनामा के भनिएको छ भने दसैँ आए जस्तो लाग्थ्यो भनेर एउटा त्यो पहिला हामी बच्चा हुँदा मनाइने दसैँ र अहिले मनाइने दसैँमा धेरै नै भिन्नता रहेको छ। किनकि अहिले मान्छे गाउँ छोडेर सहर गएको हुन्छ, सहरबाट फेरि गाउँबाट आएर मनाउने दसैँ र पहिला हामी गाउँमै रहेर एउटा गाउँको संस्कृतिसँग अनि गाउँको मौलिकतासँग रहेर ऐँचो पैँचो भार पर्म गर्दै हैन दसैँमा चाहिने खजनाहरू जुटाउँदै मनाउने दसैँमा धेरै भिन्नता रहेको छ। यसै बिचमा मैले त्यही पहिलाको दसैँलाई सम्झना गर्दै मैले छोटो मिठो एउटा गजल स्वरूप एउटा रचना लेख्ने कोसिस गरेँ। यहाँहरूले पक्कै पनि यो रचनालाई सुनेर साथ दिनुहुन्छ होला भन्ने पूर्ण विश्वास गर्दछु। अबको क्रममा भने गजल सुन्नुहोला र सुनेर के कस्तो लाग्छ सुझाव प्रतिक्रिया र कमेन्ट छोड्न चाहिँ नबिर्सिनु होला है। नमस्कार, ल गजल सुन्नुहोला। भत्केको घर रातो माटोले टाल्थिम र पो दसैँ आए जस्तो लाग्थ्यो। भत्केको घर रातो माटोले टाल्थिम र पो दसैँ आए जस्तो लाग्थ्यो। घरै पिच्छे बाबियो उठाउँदै लिङ्गे पिङ हाल्थिम र पो दसैँ आए जस्तो लाग्थ्यो। घरै पिच्छे बाबियो उठाउँदै लिङ्गे पिङ हाल्थिम र पो दसैँ आए जस्तो लाग्थ्यो। आँगनभरि बिस्युन हुन्थ्यो खुर्सानी बेसार र दसैँ मसला। आँगनभरि बिस्युन हुन्थ्यो खुर्सानी बेसार र दसैँ मसला। रातैभरि ढिकीमा कुटेर चाल्नमा चाल्थिम र पो दसैँ आए जस्तो लाग्थ्यो। रातैभरि ढिकीमा कुटेर चाल्नमा चाल्थिम र पो दसैँ आए जस्तो लाग्थ्यो। च्यातिएको टालेर लाज ढाक्थिम स्कुल ड्रेसमै मामा घर जान्थिम। च्यातिएको टालेर लाज ढाक्थिम स्कुल ड्रेसमै मामा घर जान्थिम। त्यही ड्रेस पनि वर्ष दिनमा एकजोर नयाँ हाल्थिम र पो दसैँ आए जस्तो लाग्थ्यो। त्यही ड्रेस पनि वर्ष दिनमा एकजोर हाल्थिम र पो दसैँ आए जस्तो लाग्थ्यो। केरा पकाउँथिम दही सँगाल्थिम टिका थाप्न कोसेली। केरा पकाउँथिम दही सँगाल्थिम टिका थाप्न कोसेली। 1 महिना पहिले दसैँको लागि अचार गाल्थिम र पो दसैँ आए जस्तो लाग्थ्यो। 1 महिना पहिले दसैँको लागि अचार गाल्थिम र पो दसैँ आए जस्तो लाग्थ्यो। ढिँडो फाँडो खाएर भकारीको धान जोगाउँथिम। ढिँडो फाँडो खाएर भकारीको धान जोगाउँथिम। दसैँ खानलाई घरमा खसी पाल्थिम र पो दसैँ आए जस्तो लाग्थ्यो। दसैँ खान घरमा खसी पाल्थिम र पो दसैँ आए जस्तो लाग्थ्यो। अहिले जस्तो बियर हुस्की कहाँ पाउँथ्यो र त्यो जमानामा। अहिले जस्तो बियर हुस्की कहाँ पाउँथ्यो र त्यो जमानामा। 15 दिन पहिले पँधेरीमा रक्सी पार्न थाल्थिम र पो दसैँ आए जस्तो लाग्थ्यो। 15 दिन पहिले पँधेरीमा रक्सी पार्न थाल्थिम र पो दसैँ आए जस्तो लाग्थ्यो। घटस्थापनाबाटै सुरु हुन्थ्यो बाटो बनाउने घर सिँगार्ने। घटस्थापनाबाटै सुरु हुन्थ्यो बाटो बनाउने घर सिँगार्ने। खरको छानोबाट माकुरीको जालो फाल्थिम र पो दसैँ आए जस्तो हुन्थ्यो। खरको छानोबाट माकुराको जालो फाल्थिम र पो दसैँ आए जस्तो हुन्थ्यो। फ्री फायर पबजी टिकटकतिरै हुन्छन् दसैँमा नि अहिले भाइहरू। फ्री फायर पबजी टिकटकतिरै हुन्छन् दसैँमा नि अहिले भाइहरू। हामी डाँडामा लङ्गुर बुर्जा तास खेल्थिम पोटगोटी चाल्थिम र पो दसैँ आए जस्तो लाग्थ्यो।
हामी डाँडामा लङ्गुर बुर्जा तास खेल्थ्यौँ, पोटगोटी चाल्थ्यौँ र पो दसैँ आए जस्तो लाग्थ्यो। अनलाइनबाट मगाएको मासु चुलैमा आए पनि अहिले पहिला घर घरमा खसी बोका ढाल्थ्यौँ र पो दसैँ आए जस्तो लाग्थ्यो। पहिला घर घरमा खसी बोका ढाल्थ्यौँ र पो दसैँ आए जस्तो लाग्थ्यो। पश्चिमे संस्कृतिले मौलिकता धपायो, डिजे डान्स चल्छ अहिले। पश्चिमे संस्कृतिले मौलिकता धपायो, डिजे डान्स चल्छ अहिले। रोदी बस्दा लाउरेकोमा लालटिन बाल्थ्यौँ र पो दसैँ आए जस्तो लाग्थ्यो। रोदी बस्दा लाउरेकोमा लालटिन बाल्थ्यौँ र पो दसैँ आए जस्तो लाग्थ्यो। घरै पिच्छे बाबियो उठाउँदै लिङ्गे पिङ हाल्थ्यौँ र पो दसैँ आए जस्तो लाग्थ्यो। भत्किएको घर रातो माटोले टाल्थ्यौँ र पो दसैँ आए जस्तो लाग्थ्यो। घरै पिच्छे बाबियो उठाउँदै लिङ्गे पिङ हाल्थ्यौँ र पो दसैँ आए जस्तो लाग्थ्यो। हस्त धन्यवाद। तपाईँलाई सुनेर कस्तो लाग्यो? यो चाहिँ मैले एउटा दसैँ विशेष चाहिँ मैले एउटा छोटो यो दसैँ आए जस्तो लाग्थ्यो भनेर एउटा रचना कोरेँ। के कस्तो लाग्छ यहाँहरूलाई? सल्लाह सुझाव र प्रतिक्रिया कमेन्ट छोड्न नबिर्सिनु होला। धन्यवाद। सुनेर साथ दिनुभयो यहाँहरूलाई फेरि पनि विशेष आभार। धन्यवाद। नमस्कार।